है। ल यति भन्दै आजको हामी कोर्स सुरु गर्छौं। आई होप मेरो स्क्रिन शेयर भइरहेछ है। रेकर्डिङ कहाँ छ? आई मिस दैट क्लास। हिजोको रेकर्डिङ एसएस सँगै हुनुपर्ने हो है। हजुर एसएस को पेजमा मेसेज गर्नु, उहाँहरूले हजुरलाई रेकर्डिङको लिंक दिनुहुन्छ होला। ओके ल आजको सुरु गरौँ है त। ल हिजो हामीले लास्ट भनेको हाम्रो लिस्टसम्म पढाएको थियौँ है। लिस्टको सर्टिङ भयो, त्यसपछि त्यसैगरी हाम्रो के थियो भन्दाखेरि रिमुभल, पप, क्लियर भन्ने हाम्रो लिस्टको फङ्सन्सहरू हामीले हिजो ओभरभ्यू गऱ्यौँ। आज भनेको चाहिँ हाम्रो ट्युपलको पाइन्छ है त। अब ट्युपल भनेको चाहिँ कस्तो भनेर हजुरहरूले सोच्नुहुन्छ भने चाहिँ यो चाहिँ जस्तो लिस्ट हाम्रो के थियो त भन्दाखेरि हामीले लिस्टको डाटाहरू चेन्ज गर्न मिलिरहन्थ्यो है त। तर ट्युपल भनेको चाहिँ एउटा यस्तो कम्पोनेन्ट, यस्तो एलिमेन्ट हो पाइथनको अथवा यस्तो कम्पोनेन्ट भनौँ न, जसलाई चाहिँ के हुन्छ त भन्दाखेरि एकचोटि बनाइसकेपछि त्यसको भित्रको डाटाहरू चाहिँ हामीले चेन्ज गर्न मिल्दैन है त। जस्तो यहाँनिर पनि लेखाएको छ, अ ट्युपल इज एन अर्डर कलेक्सन अफ आइटम्स अनलाइक लिस्ट क्यानट बी चेन्ज आफ्टर क्रिएसन। भनेको एकचोटि क्रिएट गरिसकेपछि त्यसको डाटा चाहिँ हामीले चेन्ज गर्न सक्दैनौँ, जुन चाहिँ अहिले हामी एक्जाम्पलमा हेर्छौँ है। ल अब यो त अब किन बनाइयो होला त ट्युपल भनेर यसो हामीले सोच्नुपर्ने हुन्छ है त। कसैलाई यसो आइडिया छ किन ट्युपल बनाउ होला भनेर? ल ट्युपल चाहिँ किन बनेको भन्दाखेरि कस्तो भन्दाखेरि ट्युपलले चाहिँ कस्तो डाटा स्टोर गर्न हेल्प गर्छ भन्दाखेरि जुन डाटा चाहिँ कहिले पनि चेन्ज हुँदैन क्या। जस्तो कि तपाईँको घरको लोकेसन भयो है, हजुरहरूको अब नागरिकता नम्बरहरू हुन्छ, त्यो नम्बरहरू भयो, यस्तो डाटाहरू चाहिँ हाम्रो कहिले पनि चेन्ज हुँदैन नि त। त्यही भएको कारणले गर्दाखेरि चाहिँ यो ट्युपलले चाहिँ यस्तो मेनली भनेको चाहिँ लोकेसनहरू स्टोर गर्नको लागि हेल्प गर्छ है। ल भनेपछि अब हामी सबभन्दा सुरुमा त के गरौँ भन्दाखेरि हिजोको जस्तै एउटा गुगल कोल्याब को फाइल बनाऊँ है त। हजुरहरू पनि मसँगै सुरु गर्न सक्नुहुन्छ है। नयाँ गुगल कोल्याब खोल्नुहोस् अनि त्यसपछि एउटा नयाँ फाइल बनाउनुहोस्, न्यू फाइल। त्यसमा ठ्याक्क हजुरहरूको यस्तै इन्टरफेस आउँछ। ल अनि आज हामी डे 2 भनेर कन्सिडर गर्छौँ है। अनि सबभन्दा सुरुमा हामी यसलाई कनेक्ट गर्छौँ। यो गुगल कोल्याब खोल्न त हजुरहरूलाई केही समस्या छैन होला नि है? छैन छैन है त। ल यो गरेर हाम्रो कनेक्टेड भइसक्यो है त। आज हामी सुरुमा के पढ्छौँ भन्दाखेरि ट्युपल पढ्छौँ है। ट्युपल। ल अब ट्युपलको सिन्ट्याक्स भनेको हजुरले यहाँ पनि हेर्न सक्नुहुन्छ। जस्तो हाम्रो लिस्टमा हामीले के गर्थ्यौँ त भन्दाखेरि हामीले स्क्वायर ब्र्याकेट हाल्थ्यौँ। जस्तो यहाँनिर हेर्न सक्नुहुन्छ लिस्टमा हाम्रो स्क्वायर ब्र्याकेट हुन्छ स्टार्टिङ र एन्डमा। त्यसै गरी हजुरहरूले डिक्सनरी अहिले एकछिन पढ्नुहुन्छ, त्यसमा चाहिँ के हुन्छ त भन्दाखेरि कर्ली ब्रेसेस युज भएको हुन्छ। र ट्युपल बनाउँदाखेरि चाहिँ हामी के गर्छौँ त भन्दाखेरि राउन्ड ब्र्याकेट युज गर्छौँ है त। भने चाहिँ हामीले ट्युपल बनाउनको लागि एउटा भेरिएबल गरौँ fruits फ्रुट्स, अथवा लोकेसन जे गर्दा पनि भयो फ्रुट्स। यो हजुरहरूले मसँगै कन्टिन्यू गर्दा हुन्छ है त। एप्पल, म्याङ्गो, बनाना। यो भयो त। यो भयो हाम्रो ट्युबल। ट्युबल कसरी चिन्ने भन्दाखेरि यही हाम्रो राउन्ड ब्र्याकेटबाट हामीले ट्युबल चिन्छौँ है त। लिस्ट हुँदाखेरि हाम्रो लिस्ट भयो भने यसैलाई यसको लिस्ट बनाउँदाखेरि हामीले ठ्याक्कै स्क्वायर ब्र्याकेट दिन्छौँ अनि सेमै कपी गर्छौँ है त। एप्पल, म्याङ्गो, माथिको हाम्रो लिस्ट भयो। हजुरहरूले यो स्क्वायर ब्र्याकेटबाट हेर्न सक्नुहुन्छ र तलको चाहिँ के भयो त ट्युबल भयो। अब त्यसपछि हाम्रो के छ भन्दाखेरि हामी जाउँ वर्किङ विथ ट्युपल्स। ल ट्युपल्समा चाहिँ के हुन्छ भन्दाखेरि अब हजुरहरूले यसरी सिधै प्रिन्ट गर्न पाइन्छ है त। लिस्ट जसरी नै हजुरहरूले ट्युपलको सबै डाटाहरू हेर्न पाउनुहुन्छ। जस्तो कि अब मैले यसको डाटा हेर्नु पर्यो भने मैले सिधै फर युआइटिएस फ्रुट्स भनेर मैले सिधै गरेँ भने यसरी मैले ट्युपलको डाटा हेर्छु।
त्यसै गरी अर्को हाम्रो छ एक्सेसिङ एलिमेन्ट, जस्तो कि हामीले लिस्टमा हामीले कसरी एलिमेन्टहरू एक्सेस गर्थ्यौँ त भन्दाखेरि इन्डेक्सको हेल्पले गर्थ्यौँ नि। यसमा पनि ठ्याक्कै त्यही युज गर्न पाइन्छ है त, यसको पनि एक्सेसिङ मेथड त्यही हो। भनेपछि अब मैले यो बनानालाई एक्सेस गर्नु पर्यो भने FRUITS फ्रुट्स गरेर 0 1 2 गरे भने बनाना आउँछ है त। यसरी हामीले ट्युपल एक्सेस गर्छौँ। हजुरहरूले कपी गर्न सक्नुहुन्छ है त, हजुरहरूले प्र्याक्टिस गर्न सक्नुहुन्छ। केही बुझेन भने ह्यान्ड रेज गर्नु होला, म त्यही अनुसार। ल त्यस्तो कम्प्लेक्स चिज छैन है त, ट्युपल डिक्सनरी भनेको चाहिँ बेसिक पाइथनमा पर्छ, त्यस्तो कम्प्लेक्स चिज चाहिँ हुँदैन हाम्रो लागि। ल अब त्यसपछि हामी जान्छौँ ट्युपल स्लाइसिङ। ल अब स्लाइसिङ भनेको त हजुरहरूले बुझिहाल्नुहुन्छ, कुनै पनि पार्टलाई निकाल्नु अथवा सेपरेट गर्नुलाई नै के भन्छौँ हामी स्लाइसिङ भन्छौँ है त। स्लाइसिङ पनि हाम्रो ट्युपलको स्लाइसिङ चाहिँ एक्ज्याक्टली लिस्टको स्लाइसिङसँग मिल्छ है। जस्तो यहाँनिर हजुरहरूले हेर्न सक्नुहुन्छ एक्जाम्पलमा, यहाँनिर हाम्रो एउटा यहाँनिर लिस्ट छ है त, ए लिस्ट है सरी ट्युपल छ, नम्बर्स भन्ने एउटा ट्युपल छ। यो ट्युपल्सको के गरेको छौँ त भन्दाखेरि हामीले 1 देखि 1 इन्क्लुडिङ है त, यो जहिले पनि के हुन्छ भन्दाखेरि 1 अनि त्यसपछि सरी ल 1 सच द्याट 4 अथवा 1 देखि 4 भन्नु भने चाहिँ के हुन्छ त भन्दाखेरि यो पार्ट इन्क्लुडेड हुन्छ, यो इन्क्लुडेड, र यो इन्डेक्स चाहिँ के हुन्छ त एक्सक्लुडेड हुन्छ है त। हिजो पनि हामीले यो गराएको थियौँ, यो मैले माउस छैन मसँग त्यही भएर अलिक अप्ठ्यारो भयो होला, हजुरहरूले बुझिहाल्नुहुन्छ। यो हामीले हेर्न पनि सक्छौँ है त। अब हामी के गर्छौँ भन्दाखेरि एउटा ट्युपल बनाउँछौँ, नम्बर्सको ट्युपल बनायौँ हामीले 10, 20, 30, 77, 88। ल यो हाम्रो ट्युपल भयो है। अब हामी के गर्छौँ त भन्दाखेरि यो ट्युपल्सलाई चाहिँ हामी स्लाइस गर्छौँ है त। हामीलाई के गर्नु पर्यो अरे भन्दाखेरि सेकेन्ड इन्डेक्सदेखि ल कुनै पनि एउटा सेट गरौँ न, सेकेन्ड इन्डेक्सदेखि हामीलाई 5th इन्डेक्ससम्मको डाटा हेर्न मन लाग्यो अरे, सेकेन्ड इन्डेक्सदेखि 5th डाटा हेर्न मन लाग्यो अरे, ठ्याक्क हामी हेर्न सक्छौँ। सेकेन्ड भनेको 0 1 2 यो 3 अनि हाम्रो 0 1 2 3 4 मात्र चाहिँ कहाँबाट 5 हाले त मैले। ल हेर्न सक्नुहुन्छ त 2 आयो भनेको सेकेन्ड इन्डेक्सको भनेको 30 आयो र थर्ड इन्डेक्सको भनेको के आयो त 77 आयो है त। ठ्याक्कै हाम्रो स्लाइसिङ भनेको हिजो हजुरहरूले लिस्टको स्लाइसिङ हेर्नु भएको थियो भने ठ्याक्कै बुझिहालिन्छ है त यो स्लाइसिङ। र त्यसै गरी अब हाम्रो अर्को के छ त भन्दाखेरि इन्डेक्सिङ त अघि मैले भनिहालेँ, यसको इन्डेक्सिङ ठ्याक्कै हाम्रो लिस्टको इन्डेक्सिङसँग मिल्छ है। जसरी हाम्रो लिस्टमा 0 देखि सुरु हुन्थ्यो त्यसरी नै यसमा पनि इन्डेक्सिङ 0 देखि नै सुरु भयो। अनि त्यसपछि अर्को भनेको हामीले नेगेटिभ इन्डेक्सिङ पनि हेरेका थियौँ है त लिस्टको, जस्तो यसलाई -1, लास्टकोलाई -1, यसलाई -2 र यसलाई -3 यसरी हामीले इन्डेक्सिङ गर्दै आउँछौँ। पोजिटिभ इन्डेक्सिङमा चाहिँ हाम्रो 0 देखि सुरु हुन्छ है, अनि नेगेटिभ इन्डेक्सिङ भनेको चाहिँ एन्डबाट चाहिँ के हुन्छ त भन्दाखेरि -1 देखि स्टार्ट हुँदै हुँदै आउँछ है त। ल यो पनि भइहाल्यो हाम्रो है। अब ट्युपल प्याकिङ र अनप्याकिङ भन्ने कुरा छ। अब ट्युपल प्याक भनेको चाहिँ के हो त भन्दाखेरि हामीले ट्युपल बनाएको, र ट्युपल अनप्याक भनेको चाहिँ के हो त भन्दाखेरि त्योमा भएको डाटाहरू चाहिँ हामीले के गरेको त सेपरेट गरेको। जस्तो यहाँनिर एक्जाम्पल हेर्न सक्नुहुन्छ, एउटा स्टुडेन्ट छ जसको चाहिँ के भन्छ भन्दाखेरि नाम राम छ, एज 20 छ र उसको ठाउँ चाहिँ के छ त लोकेसन चाहिँ काठमाडौँ छ है त। अब यो हामीले स्क्वायर राउन्ड ब्राकेट भित्र हालेका छौँ यसलाई, यसको मतलब के हो त भन्दाखेरि यो प्याक्ड छ अथवा यो भनेको एउटा ट्युपल हो है त। अब यो ट्युपलको डाटालाई चाहिँ हामीले इन्डिभिजुअली निकालेर चाहिँ हामीले के गर्न सक्छौँ त भन्दाखेरि प्रिन्ट गर्न सक्छौँ अथवा हेर्न सक्छौँ है त। अब यो चाहिँ तपाईँलाई कहाँ युज हुन्छ भन्दाखेरि जब त हजुरहरू मोडल बनाउनुहुन्छ, मोडल बनाउँदाखेरि के हुन्छ त भन्दाखेरि लार्ज एमाउन्ट अफ डाटा हुन्छ नि त हामीसँग। अब हजुरहरूलाई कतिको थाहा छ थाहा छैन है, मोडल बनाउँदाखेरि 3टा कुरो चाहिन्छ हामीलाई।
एउटा भनेको डाटा सेट हुन्छ है। त्यो डाटा सेटलाई चाहिँ हामीले के गर्नुपर्छ भन्दाखेरि एउटा त्यो डाटा सेटको सर्टेन पार्ट भनेको 80% चाहिँ हामीले ट्रेनिङमा त्यो डाटा सेट युज गरेर हामीले मोडल ट्रेन गर्नुपर्ने हुन्छ। बाँकी रहेको 10% भनेको हामीले टेस्टिङको लागि युज गर्छौँ र अर्को 10% भनेको चाहिँ केको लागि युज हुन्छ त भ्यालिडेसनको लागि युज हुन्छ है त। र त्यो यो यसरी स्प्लिट गर्ने एउटा हाम्रो उयो छ के, त्यसलाई भन्छ हामीले ट्रेन टेस्ट स्प्लिट भन्छौँ है। त्यो ट्रेन टेस्ट स्प्लिटमा चाहिँ के हुन्छ त भन्दाखेरि यो सबै डाटाहरूलाई चाहिँ ट्रेन र ट्रेन टेस्टमा चाहिँ के गर्छ त स्प्लिट गरिदिन्छ है त त्यसले। हो यो स्प्लिट गर्दाखेरि चाहिँ हामीले ठ्याक्कै यही अनप्याकिङ अफ ट्युपल युज गर्छौँ है त। पछि हामीले मोडलहरू फेरि मैले पढाउने मौका पाएँ भने त्यतिखेर चाहिँ हामी कुरा गर्छौँ है त। मैले जब हजुरहरूलाई मेसिन लर्निङ पढाउने मौका पाएँ भने चाहिँ त्यो हामीले त्यसमा डिपली बसेर हामीले कुरा गर्नुपर्ने हुन्छ है त। ठ्याक्कै के गर्छौँ भन्दाखेरि हामीले त्यो कलेक्सन अफ डाटा सेटलाई चाहिँ के गर्छौँ त भन्दाखेरि ट्रेन पार्टमा छुट्याउँछौँ, टेस्ट पार्टमा छुट्याउँछौँ है। त्यसरी हामीले स्प्लिट गर्छौँ है। ल यो पनि एकचोटि हेरी हेरौँ न त के हुँदो रहेछ। यहाँनिर जाउँ। हाम्रो भनेको ट्युपल भन्ने एउटा मैले भेरिएबल बनाएँ, त्यसमा चाहिँ म ऱ्यान्डम कम्पोनेन्ट हाल्छु ल। एउटा नेम हालेँ मेरो, ठिक छ। त्यसपछि मैले मेरो ल रोल नम्बर हालेँ अरे, रोल नम्बर हाल्दा पनि भयो केही फरक पर्दैन ल। 004 मेरो रोल नम्बर 4 थियो, 4 हालेँ। अनि त्यसपछि भने यसलाई यसरी नगरेर सिधै यो इन्टिजरलाई मैले यसरी गर्न पनि पाएँ 004। अनि त्यसपछि अर्को भनेको मेरो लोकेसन भनेको मेरो घर झुम्का हो है त। झुम्का यसरी हालेँ अरे। अब मैले के गर्न सक्छु भन्दाखेरि स्पिड नगरौँ ल। मैले के गर्न सक्छु भन्दाखेरि एउटा नेम कमा रोल यहाँ आइहाल्यो है त, रोल कमा अनि त्यसपछि भनेको प्लेस इक्वल्स टु ट्युपल गर्न पाएँ है त। अनि मैले यसरी भ्यालु प्रिन्ट गर्न पाएँ। अब मैले के हुन्छ त भन्दाखेरि यो इन्डिभिजुअल कम्पोनेन्टहरू हुन्छ नि, यो अब हाम्रो नेम भनेको ठ्याक्कै यो एरन पन्त भनेको हाम्रो नेम भेरिएबलमा आएर बस्छ। त्यसै गरी यो 004 भनेको रोल नम्बरमा र झुम्का भनेको चाहिँ केमा त प्लेसमा आएर बस्छ है त। जस्तो हामीले हेर्न पनि सक्छौँ। के भयो यसलाई हामीले यो ट्युपल भएको कारणले गर्दाखेरि इन्भर्टेड कमा लगाउनै पर्ने रहेछ। ल यहाँ हेर्न सकिन्छ है त। हाम्रो के भयो त भन्दाखेरि नेममा आयो हाम्रो एरन पन्त ठ्याक्कै हेर्न सक्नुहुन्छ। त्यसपछि भनेको रोल नम्बर भनेको 004, प्लेस भनेको झुम्का आयो र यो भनेको चाहिँ यो ठ्याक्कै यो ट्युपल प्रिन्ट भयो है त। हजुरहरूले बुझ्दै हुन्छ नि है। हेलो एभ्रिवान। जिरो जिरो फोर इज ए न्युमेरिक सो डबल इन्भर्टेड नदिएको यसमा चाहिँ 004 इज ए न्युमेरिक सो डबल इन्भर्टेड कमा नदिएको बुझ्दैछु। ओके ल इन्डेक्सिङ आन्सर बस्छ सो डबल इन्भर्टेड कमा नदिएको। मैले पनि सुरुमा चाहिँ यो हाम्रो ठ्याक्क के हो भन्दाखेरि नम्बर सबै नम्बर भयो भने चाहिँ हामीले यसरी इन्भर्टेड कमा हाल्नु पर्दैन जस्तो कि यहाँनिर छ है। तर हामीले के गर्यौँ भन्दाखेरि काहीँनेरि नम्बर काहीँनेरि यो के स्ट्रिङहरू हाल्ने भएको कारणले गर्दाखेरि चाहिँ के भयो त भन्दाखेरि यो अलिकति लिस्टमा काम गर्न अप्ठ्यारो भयो क्या। त्यो भएको कारणले गर्दाखेरि चाहिँ हामीले ट्युपललाई चाहिँ यसरी यो न्युमेरिक डाटालाई पनि हामीले स्ट्रिङमा हालेर स्ट्रिङ डाटा बनाएको है त। त्यसै गरी हाम्रो इन्डेक्सिङ अनुसार बस्छ हाम्रो सकुन मैले ठ्याक्कै इन्डेक्सिङ अनुसार है त। अब हामीले सपोज यहाँ यसो गर्न पनि पाइन्थ्यो है त। अब यो यसमा मैले रोल गरेको भए यो रोल भन्ने भेरिएबलमा चाहिँ नेम आएर बस्छ है त। हाम्रो यहाँ सुरुमा जे छ नि हामीले यहाँनिर चाहिँ यहाँ मैले रोल लेखेँ ROLL रोल अनि त्यसपछि हाम्रो छ नेम गरेर प्लेस गरेँ यसो गरेँ भने अब हेर्नु है त यहाँनिर म नेमै गरिदिन्छु। के हुन्छ भन्दा ठ्याक्कै भ्यालु उल्टो हुन्छ है त। सुरुमा रोल आयो त्यसपछि नेम आयो अनि त्यसपछि के आयो त झुम्का आयो है त। ल अब त्यसपछि हाम्रो अर्को के छ भन्दाखेरि डिक्सनरी। ल अब हामी एउटा सिनेरियो इमेजिन गरौँ है त। सिनेरियोमा के भनिन्छ भन्दाखेरि ल एउटा स्टुडेन्ट छ अरे हाम्रो है राम, जसको नाम चाहिँ राम हो, एज 20 हो र सिटी के हो त काठमाडौँ हो, उसको बस्ने सिटी काठमाडौँ हो। अब हामीले यो सबै चाहिँ लिस्टमा हाल्न त सक्छौँ, तर
सेम आउटपुट दिइरहेछ मेरोमा किन देखाएन त किन एरर भयो त लिडिङ 0 ए यो 0 लिडिङ 0 इन डेसिमल नम्बर लिटरली आर नट परमिटेड भनेको 0 चाहिँ हाल्न पाइदैन रहेछ है त 0 नहाल्दाखेरि चाहिँ सपोर्ट गर्ने रहेछ सुरुमा इनिसियली 0 चाहिँ हाल्न नमिल्ने रहेछ है त ट्युपलको हामीले उयो गर्दाखेरि सेम डाटा टाइप हुनु पर्दैन के रहेछ लिस्टेड एपेन्ड एन्ड लिस्टेड एक्सटेन्डको पनि भन्दिनु ए हुन्छ ल यो अहिले हामी कुरा गर्छौँ है त यो मैले हिजो कुरा गरिन र लिस्टेड एपेन्ड र लिस्टेड एक्सटेन्ड हाम्रो यहाँनिर थियो जस्तो लागेको थियो त मलाई एपेन्ड र एक्सटेन्ड ल यो कुरो म अहिले लास्टमा गरिदिन्छु ल एपेन्ड र एक्सटेन्डको ल हामी कहाँ थियौँ भन्दाखेरि ट्युपल इन्डेक्सिङ हाम्रो सक्यो है ट्युपल प्याकिङ अनप्याकिङ पनि सक्यो ल डिक्सनरी ल म के कुरा गर्दै थिएँ भन्दाखेरि इमेजिन गर्नु हजुरकै डाटा हजुरको नेम हजुरको एज र हजुरको सिटी हामीले लिस्टमा त हाल्न सक्छौँ है तर के छ त भन्दाखेरि वाट इन्डेक्स यहाँ क्वेसन छ है त यो हजुरले सोच्नुपर्ने कुराहरू छ है त ल वाट डज द इन्डेक्स 0 रिप्रेजेन्ट अब इन्डेक्स 0 ले चाहिँ के रिप्रेजेन्ट गरिरहेछ त नेम रिप्रेजेन्ट गरिरहेछ तर हामीलाई कसरी थाहा हुन्छ त यो नामै हो भन्ने कुरा अब कसै अब विदेशीहरूको त नाम पनि कस्तो हुन्छ त भन्दाखेरि अप्ठ्यारो हुन्छ नि त कहिलेकाहीँ अब हामी नयाँ मान्छेहरूलाई त के हुन्छ त भन्दाखेरि नाम हो कि प्लेस हो थाहा नै हुँदैन हो यस्तो केसमा चाहिँ के हुन्छ त भन्दाखेरि अब हामीलाई डाटाको अब डाटा के हो भन्ने कुरो हामीलाई एक्ज्याक्ट थाहा हुँदैन है त त्यो भएको कारण लिस्ट युज गरेको कारण लिस्टमा चाहिँ के हुन्छ त भन्दाखेरि एक्ज्याक्ट डाटाको भ्यालु के हो र त्यसको भ्यालु के हो भन्ने कुरो हामीलाई आइडिया नहुन सक्छ हो त्यो भएको कारणले गर्दाखेरि चाहिँ हामीले के गर्छौँ त भन्दाखेरि डिक्सनरी युज गर्छौँ है त डिक्सनरीको फाइदा के हो त भन्दाखेरि हेर्नु डिक्सनरीमा के हुन्छ त भन्दाखेरि की हुन्छ की भनेको चाहिँ के हो त भन्दाखेरि हजुरको आइडेन्टिफाइङ फ्याक्टर है त अनि यसको भ्यालु हुन्छ है त यहाँनिर चाहिँ की भनेको चाहिँ त्यसको आइडेन्टिफाइङ जस्तो कि भनेको अब हजुरहरूको छुट्टा छुट्टै सेमेस्टरको हुनुहुन्छ होला है अब कसैलाई कोही सेकेन्ड सेमको हुनुहुन्छ कोही फिफ्थ सेमको हुनुहुन्छ होला कोही थर्ड सेमको त हुनुहुन्न होला कोही थर्ड सेमको हुनुहुन्छ होला इमेजिन गरौँ कोही थर्ड सेमको हुन्छ अब हजुरलाई कसरी चिन्ने त भन्दाखेरि हजुरहरूको ठ्याक्कै अब 78 ब्याचको म 78 ब्याचको 78 078 हुन्छ अरू 79 को 079 हुन्छ 80 को 08 हो ल हो त्यसै गरी त्यो भनेको चाहिँ के हो त भन्दाखेरि हाम्रो की भयो क्या जस्तो कि अब अर्को भनेको के भन्दाखेरि हाम्रो उसको माइक खुला छ माइक बन्द गरिदिनु ल हरिओम भाइ ल की भनेको चाहिँ के हो त भन्दाखेरि हाम्रो आइडेन्टिफाइङ फ्याक्टर हो ल अब राम भनेको के हो त भन्दाखेरि नाम भनेर चाहिँ के भयो त नाम भन्ने हाम्रो र्याम भनेको हाम्रो भ्यालु भयो है र नेम भनेको चाहिँ हाम्रो के भयो त की भयो है त ल डिक्सनरीमा युज हुने भनेको यही दुईटा कम्पोनेन्ट हो है त की र त्यसको की हुन्छ र त्यसमा के हुन्छ त त्यसको इन्डिभिजुअल भ्यालु हुन्छ ल अब त्यसपछि हामी जान्छौँ केमा भन्दाखेरि क्रिएटिङ आवर डिक्सनरी है त अब डिक्सनरी क्रिएट गर्दाखेरि अघि हामीले कुरा गरेकै थियौँ अलिकति चाहिँ लिस्टमा हाम्रो स्क्वायर ब्र्याकेट युज हुन्छ ट्युपलमा स्क्वायर ब्र्याकेट अनि अर्को के ब्र्याकेट अरे ल राउन्ड ब्र्याकेट सरी स्क्वायर ब्र्याकेट राउन्ड ब्र्याकेट हुन्छ भने हाम्रो डिक्सनरीमा चाहिँ कुन ब्र्याकेट युज हुन्छ त भन्दाखेरि कर्ली ब्रेसेस युज हुन्छ है त ल अब हामी एउटा एक्जाम्पल हेरौँ है त डिक्सनरीको DICTONARIS डिक्सनरी हामी एउटा स्टुडेन्ट्स भन्ने एउटा डिक्सनरी बनाऊँ है त त्यसको हामी की कम्पोनेन्ट के राख्ने भन्दाखेरि इयर राखौँ एउटा है अनि अर्को के राख्ने भन्दाखेरि इयर एउटा भयो है इयर अहिले भ्यालु अहिलेसम्म हालौँला अनि त्यसपछि भनेको हाम्रो जेन्डर राखौँ ल GENDER जेन्डर राखौँ यो भयो है ल यति दुईटा मात्र राख्दा नि पुग्छ होला ल अब भनिसकेपछि हाम्रो इयर भनेको 2078 म 78 को पास आउट
जेन्डर भनेको मेरो के हो त, मेल हो भनेपछि म के लेख्छु त, एम लेख्छु है त। यो भयो हाम्रो डिक्सनरी भयो है त। यसमा के छुटेको छ भन्दाखेरि इन्भर्टेड कमा। जहिले पनि हामीले के गर्नुपर्छ त भन्दाखेरि कीमा चाहिँ के हुन्छ त, यदि की हो भने पनि हामीले इन्भर्टेड कीमा चाहिँ 100% इन्भर्टेड कमा हाल्नुपर्छ। र भ्यालुमा चाहिँ के हुन्छ भन्दाखेरि यदि भ्यालु चाहिँ न्युमेरिक छ भने त्यसमा हाल्नु परेन, यदि न्युमेरिक छैन भने स्ट्रिङ हो भने चाहिँ के गर्नुपर्छ त, त्यसमा इन्भर्टेड कमा हाल्नुपर्छ है त। ल के इस्यु भयो यहाँनिर, यही त हो यसको सिन्ट्याक्स चाहिँ। cannot assign a literal here, maybe you mean ए सरी सरी सरी, यहाँनिर सानो मिस्टेक भएछ है। यो के छु हामीले इक्वल्स टु होइन यो सिम्बल युज गर्नुपर्ने हुन्छ है त, माइ ब्याड। ल हाम्रो डिक्सनरी क्रिएट भयो है त। अब डिक्सनरी हामीले हेर्नको लागि के गर्नुपर्छ त, सिम्पली हाम्रो भेरिएबल्स कल गरिदिनुपर्छ। यति गऱ्यो भने हाम्रो डिक्सनरी आउँछ। इयर भनेको हाम्रो 27 डेट हो र हाम्रो जेन्डर भनेको के हो त, मेल हो है त। यो भयो। अर्को के छ त भन्दाखेरि एक्सेसिङ द डाटा बाई की। हामीले कीको थ्रुबाट पनि के गर्न मिल्छ त, डिक्सनरीको डाटाहरू एक्सेस गर्न मिल्छ। जस्तो मैले के गरेँ त भन्दाखेरि STUDENTS स्टुडेन्ट्स र मेरो अब के डाटा हेर्न मन लाग्यो, मलाई जेन्डर हेर्न मन लाग्यो अरे। के गर्छु त म जेन्डर हाल्छु, के आयो त मेरो मेल आयो है त। यसरी हामीले डिक्सनरिजहरू एक्सेस गर्न मिल्छ है त, डिक्सनरीको डाटाहरू एक्सेस गर्न मिल्छ। की युज गरेर हामीले के गर्न मिल्छ त, भ्यालु एक्सेस गर्न मिल्छ। ल हजुरहरू पनि यो ट्राई गर्नु ल एकचोटि। मैले भनेको कुरा त बुझिँदैछ नि है। यसमा बुलियन हाल्न पनि मिल्छ। ल अब त्यसपछि हामी जान्छौँ अपडेट एन्ड एडमा। ल अर्को भनेको के त भन्दाखेरि यदि हाम्रो डाटा हाम्रो डिक्सनरी छँदैछ, त्यो डाटा त्यो डिक्सनरीमा चाहिँ हामीले डाटा चेन्ज गर्नु पर्यो अरे भनिसकेपछि अब हामीले कसरी चेन्ज गर्छौँ त, त्यो हामीले यसमा हेर्छौँ है त। सजिलो छ ठ्याक्क। अब कुन कीको डाटा चेन्ज गर्ने हो त्यो की हामीले यहाँनिर यसरी मेन्सन गर्छौँ, र के डाटा चेन्ज गर्ने हो त त्यो हामीले यहाँ लेख्छौँ है त। जस्तो कि अब मलाई मेरो ल मेरो इयर चाहिँ मलाई चेन्ज गर्न मन लाग्यो अरे त। अब म के गर्छु त इयर चेन्ज गर्नको लागि, ल हजुरहरू यसो लेख्नु त, म के गर्छु होला। मैले इयर चेन्ज गर्नु पर्यो अरे यसमा। इयरको भ्यालु ल मेरो 2078 छ, म 207879 बनाउन चाहन्छु अरे। म कसरी चेन्ज गर्छु, एनिवान? ल म यहाँ देखाउँछु है त। स्टुडेन्ट्स गरेर अब मलाई के चेन्ज गर्नुपर्ने छ त, इयरको चेन्ज गर्नुपर्ने छ भनेपछि इयर लेख्छु म, सरी स्मल इयर। यसको अब म भ्यालु के गर्छु त 2079 चेन्ज गर्छु है त। मैले यति गरेँ भने चाहिँ के भयो त, मेरो यो डिक्सनरीको भ्यालु चेन्ज भयो है त, स्टुडेन्ट्स। अनि त्यसपछि भनेको के छ त भन्दाखेरि स्टुडेन्ट्स मात्र मैले कल गरेँ भने पनि ठ्याक्क मेरो इयर चाहिँ के भयो त, चेन्ज भएर 2079 आयो है। यो सजिलो सजिलो कुराहरू छ है। हामीले यस्तो टाइम वेस्ट नगरौँ, हामी सर्ट बुझौँ। त्यसपछि आज हाम्रो नम्पाई पढ्नुपर्ने छ, त्यो हामीले मजाले बुझ्नुपर्ने हुन्छ है त। ल अब त्यसपछि हामी जाउँ एडिङ अ न्यू इन्फर्मेसन। हाम्रो एक्जिस्टिङ डिक्सनरी त छँदैछ है त यहाँनिर। अब यो डिक्सनरीमा चाहिँ के गर्न मन लाग्यो त, मलाई नयाँ कुरा हाल्न मन लाग्यो अरे। स्टुडेन्ट्स भन्ने डिक्सनरी छ, यसमा चाहिँ मलाई के गर्न मन लाग्यो अरे त, नयाँ कम्पोनेन्ट हाल्न मन लाग्यो अरे। के कम्पोनेन्ट हाल्न मन लाग्यो भन्दाखेरि ल मलाई मेरो सेक्सनको नाम हाल्न मन लाग्यो अरे है त। अब मलाई मेरो सेक्सनको नाम हाल्न मन लाग्यो, ठिक छ, सगन भाइको ठिक छ है, शिवम भाइको पनि ठिक छ। ल अब मलाई के गर्न मन लाग्यो अरे त भन्दाखेरि मलाई मेरो सेक्सन हाल्न मन लाग्यो अरे है त। अब म के गर्छु त भन्दाखेरि एउटा नयाँ सेक्सन भन्ने ए स्टुडेन्ट भित्रै क्रिएट गर्छु है, र त्यसको भ्यालु चाहिँ म के एसाइन गर्छु त भन्दाखेरि इक्वल्स टु गरेर एबी गर्छु है त। अनि मैले रन गरिदिन्छु। अब म फेरि मेरो स्टुडेन्ट्स मैले हेर्ने हो भने, मेरो डिक्सनरी हेर्ने हो भने चाहिँ के हुन्छ त भन्दाखेरि हजुरहरूले देख्न सक्नुहुन्छ यहाँ सेक्सन पनि एड भइसकेको छ है त।
ल हामीले यो पनि बुझ्यौँ। हजुरहरूले पनि ट्राई गर्नु है त यो। एकछिन ट्राई गर्नु त ठ्याक्कै 1 मिनेट ट्राई गरौँ है। ल आई होप तपाईँहरूले ट्राई गर्नुभयो होला है। ल अब चाहिँ हामी के सुरु गर्छौँ त भन्दाखेरि नम्पाई सुरु गर्छौँ है त। नम्पाई भनेको चाहिँ के हो त भन्दाखेरि पाइथनको न्यू के त भन्दाखेरि नम्बर्स पाइथन भन्छ है नम्पाईलाई। नम्पाईको फुल फर्म हेर्ने हो भने चाहिँ नम्बर्स पाइथन भन्छ। यसले चाहिँ के गर्छ भन्दाखेरि न्युमेरिक डाटा हुन्छ नि, न्युमेरिक डाटाको कम्प्युटेसन चाहिँ लास्ट सजिलो बनाइन्छ क्या। लास्ट सजिलो र लिस्ट टाइममा हामीलाई कुनै पनि कम्प्युटेसनहरू गर्न सक्छौँ। जस्तो कि यहाँ एक्जाम्पल मैले दिएको छु, यहाँ हेर्नुहोस् एउटा मार्क्स भन्ने हाम्रो लिस्ट छ अरे। अब त्यो लिस्टमा यदि मैले इन्डिभिजुअल यो मार्क्समा चाहिँ मेरो एरर आएको थियो अरे सबैमा 5 मार्क्स जोड्नु पर्यो अरे त। इन्डिभिजुअल लिस्टको इन्डिभिजुअल इलिमेन्टमा चाहिँ के गर्नु पर्यो त हामीले 5 एड गर्नु पर्यो अरे है त। अब मैले अब लुपको थ्रुबाट अथवा कन्ट्रोल स्टेटमेन्टको थ्रुबाट गर्न गयो भने मैले के गर्नुपर्छ त भन्दाखेरि हाम्रो यो इनिसियली लिस्ट भइहाल्यो। अब के गर्छु त एउटा नयाँ लिस्ट बनाउनु पर्ने हुन्छ मैले है। अनि त्यो लिस्टमा चाहिँ के गर्छु त अब मैले फर लुप लगाएर फर मार्क इन मार्क्स भनेको यो मार्क्सको यो मार्क्स भन्ने हाम्रो लिस्टको चाहिँ अब मार्क भनेको चाहिँ एम्प्टी हुन्छ त सुरुमा। जस्तो हाम्रो हिजो आई इक्वल्स टु 0 थियो नि सुरुमा, हो आई इक्वल्स टु 0 थियो नि। अब यहाँ चाहिँ के हुन्छ भन्दाखेरि फर मार्क्स इन मार्क्स गऱ्यौँ भने चाहिँ के हुन्छ भन्दाखेरि यो मार्क्सको सुरुको एलिमेन्ट भनेर बुझिन्छ है त। यो सुरुको मार्क छ नि, त्यो मार्कले चाहिँ के रिप्रेजेन्ट गर्छ भन्दाखेरि सुरुको एलिमेन्ट कति छ त हाम्रो भन्दाखेरि 70। अब यो 70 मा चाहिँ के गर्छ त भन्दाखेरि यो 70 मा चाहिँ हाम्रो के गर्नुभयो त यहाँनिर +5 एड गर्ने भयो। अनि त्यो चाहिँ केमा एपेन्ड गर्ने भयो त भन्दाखेरि यो नयाँ लिस्टमा चाहिँ एपेन्ड गर्ने भयो है त। ल एकचोटि गरेर हेरौँ है त, अनि हजुरहरूले बुझिहाल्नुहुन्छ। ल हाम्रो एउटा लिस्ट छ अरे भनेको मार्क्स भन्ने MARKS मार्क्स भन्ने लिस्ट छ। त्यसमा 1, 2, 3, 4, 5 ल यो भयो है। अब हामीले एकचोटि यो इटरेसन गरी हेरौँ ल, सजिलो हुन्छ, बुझ्न सजिलो हुन्छ है त। हेर्नु है त सुरुमा मार्क भनेको के हुन्छ त, मार्कले के इन्डिकेट गर्छ भन्दाखेरि यसको भ्यालु इन्डिकेट गर्छ है त, यसको भ्यालु इन्डिकेट गर्छ। अनि त्यसै गरी सुरुको मार्क भइहाल्यो। मार्क भनेपछि यो लिस्टको है त, यो लिस्ट भयो, मार्क्स भनेको लिस्ट भयो है। अनि यो मार्कले चाहिँ के गर्छ त भन्दाखेरि लिस्टको 0 इन्डेक्सको भ्यालु है त। भनेको यसरी बुझ्दा हुन्छ, यसलाई बुझ्दाखेरि यो सुरुको मार्कले चाहिँ सुरुको मार्कले चाहिँ यो मार्क्सको 0 को भ्यालु होल्ड गर्छ है त। सिधै हामीले अरू बेला चाहिँ हामीले के पनि गर्न सकिन्छ भन्दाखेरि यसलाई अलिक मजाले बुझ्ने हो भने यहाँ हेर्नुहोस् है त, यसलाई म के गर्छु भन्दाखेरि लेन गर्छु। लेन गरे भने के हुन्छ त भन्दाखेरि ल यसरी बुझौँ, एकचोटि यसरी बुझौँ अनि त्यसपछि यसरी जाउँ है त। प्रिन्ट गरेर यो मार्क्सको गरेर आई गरौँ है त, के आउँछ भ्यालु यो इन्डेक्स इज नट अपरेटेबल भन्नु त, किन नट अपरेटेबल भन्नु MARKS मार्क्स बनाउनु पर्ने हो त। फर मार्क इन मार्क यो गर्नु पर्दैन, लेन मार्क किन छ मार्क्स 5 छ है त। फर आई सरी हामीले उयो रङ गऱ्यौँ नि त, ठ्याक्कै यो ल। फर आई इन रेन्ज लेन मार्क्स भनेको हामीले नम्बर युज गरेका छौँ, नम्बर युज गरेका छौँ भने चाहिँ हामीले के गर्यौँ त यहाँ रेन्ज युज गरिनौँ है त अघि, त्यही भएर हाम्रो एरर आएको, अरू केही पनि हेर्नु। ल अब यसरी हामीले हेर्ने हो भने के देखिन्छ त भन्दाखेरि इन्डिभिजुअल मार्क 0 को भ्यालु, त्यसपछि 1 को भ्यालु, 2 को भ्यालु, 3 को भ्यालु र 4 को भ्यालु देखिन्छ है त। यो भयो हाम्रो एउटा तरिका। अब हामीले चाहिँ सिधै यसरी इन्डेक्सिङ युज नगरिकन हामीले सिधै के गर्न मिल्छ त भन्दाखेरि एउटा भेरिएबल जसलाई आई नै मान्दा पनि केही फरक परेन, इन यो हाम्रो लिस्ट है त। यो लिस्टमा गएर प्रिन्ट
आई गर्यौँ भने यसरी भ्यालु प्रिन्ट हुन्छ है त। जस्तो यहाँनिर चाहिँ हाम्रो आई भनेको चाहिँ इन्डेक्स थियो है, अनि यहाँ चाहिँ यो आई भनेको चाहिँ के हो त भन्दाखेरि यसको यो भ्यालु हो क्या। यो लिस्टको चाहिँ हामीले के एक्सेस गरिरहेको छौँ त, भ्यालु एक्सेस गरिरहेको छौँ। यसरी बुझ्न सकिन्छ है त। ल केही समस्या छैन नि होइन, ठ्याक्कै त्यही हो। ल अब त्यसपछि भनेको हामी के गर्दै थियौँ भन्दाखेरि यो गर्दैछौँ है त, हामीले नयाँ लिस्ट बनाएर त्यसमा भ्यालु एपेन्ड गर्ने। त्यो एपेन्ड भएको भ्यालु चाहिँ के हो त भन्दाखेरि +5 है त। ल अब भनिसकेपछि हामीले यो गर्नु परेन यसलाई, यो पनि चाहिएन। ल फर MARK मार्क इन मार्क्स यो गर्छौँ। अनि त्यसपछि भनेको हाम्रो नयाँ एउटा लिस्ट बनाइराखौँ, न्यू अंडरस्कोर मार्क्स भन्ने एउटा लिस्ट बनाऊँ हामी है। यो हाम्रो लिस्ट भयो। हामी के गर्छौँ त भन्दाखेरि न्यू मार्क्स डट एपेन्ड भनेर इन्टु 2 होइन, हामी यसमा के गर्छौँ त +2 गरिदिन्छौँ है त। ल अब हेरौँ त यहाँ के हुन्छ भन्ने कुरा, अनि त्यसपछि हामी बुझ्नेछौँ। ल अब यहाँ के भयो त भन्दाखेरि यो हाम्रो पहिलेको लिस्ट भयो, ठिक छ। ल यो हाम्रो के भयो त नयाँ लिस्ट भयो, न्यू मार्क्स भन्ने हाम्रो नयाँ लिस्ट एम्प्टी लिस्ट छ। अब हामी के गर्छौँ त भन्दाखेरि इटरेसन युज गर्छौँ है त। यो मार्क्समा चाहिँ के गर्छौँ त हामी प्रत्येकचोटि इटरेट गर्छौँ। 1 हुन्छ है, सुरुको मार्कको भ्यालु 1 हुन्छ, त्यो 1 मा चाहिँ के गर्छौँ त हामी +2 जोड्छौँ है। अनि त्यो +2 जोडेर चाहिँ हामीले के गरिरहेको छौँ त भन्दाखेरि डट एपेन्ड गरिरहेको छौँ। एपेन्डको काम के हो, ल त्यो लिस्टमा गएर जोड्नु र लिस्टमा गएर हाल्ने काम हो है त। भनेपछि के भइरहेछ त भन्दाखेरि प्रत्येकचोटि चाहिँ हामीले के प्रत्येकचोटि यो लुप चल्छ। त्यो लुप चल्दाखेरि चाहिँ के हुन्छ त भन्दाखेरि यो नयाँ न्यू मार्क्स भन्ने लिस्टमा चाहिँ गएर नयाँ भ्यालु +2 भएर एड भएर चाहिँ के भइरहेछ त अपडेट भएर चाहिँ स्टोर भइरहेछ है त। अनि त्यही हामीले लास्टमा न्यू मार्क्स भन्ने प्रिन्ट गर्यौँ। ल अब हामी हेरौँ यो यसो भयो। अब इमेजिन गरौँ 1 मिलियन डाटा थियो अरे हामीसँग। अब 1 मिलियन डाटालाई यसरी गर्न त हाम्रो कति कम्प्युटेसन टाइम खर्च हुन्छ तपाईँहरू सोच्नु त, कति टाइम लाग्छ, कति प्रोसेसिङ पावर लाग्छ होला इन्डिभिजुअल 1 मिलियन डाटालाई हो। यस्तै लार्ज एमाउन्ट अफ डाटालाई चाहिँ कसरी प्ले गर्ने, कसरी त्यसलाई इन्क्रिमेन्ट गर्ने, डिक्रिमेन्ट गर्ने, मल्टिप्लिकेसन गर्ने, जे गर्ने धेरै कुरा गर्न सकिन्छ डाटाहरूलाई। त्यो कसरी गर्न सकिन्छ इजी तरिकाले भन्ने एउटा टुलको खोजीमा चाहिँ हाम्रो के बनेको त नम्पाई भनेको है त। ल अब हामी नम्पाईको अरू फिचर्सहरू पढ्छौँ है। ल नम्पाई भनेको न्युमेरिकल पाइथन अघि मैले भनिहालेँ। ल इट इज अ पाइथन लाइब्रेरी युज फर फास्ट क्यालकुलेसन, एउटा फास्ट क्यालकुलेसनको लागि युज हुन्छ। अहिले म देखाउँछु हजुरलाई। त्यो हामीले इट्रेसन गरेर जुन भ्यालु एड गऱ्यौँ नि, अब त्यो भ्यालु चाहिँ हामीले सिधै एड गर्न मिल्छ क्या। अनि वर्किङ विथ लार्ज डाटा सेटमा अघि मैले भनिहालेँ 1 मिलियन डाटा सेट 1 मिलियन डाटा भएको सेटमा चाहिँ यदि हामीले त्यसरी नै सबैमा भ्यालु इन्क्रिमेन्ट गऱ्यौँ भने त हाम्रो कति टाइम लाग्छ होला तपाईँहरू सोच्न सक्नुहुन्छ है। अर्को भनेको म्याथमेटिकल अपरेसन, धेरै म्याथमेटिकल अपरेसनहरू गर्न सकिन्छ। जस्तो कि एरेहरू 1D एरे 1D एरेलाई 2D एरे 2D एरेलाई 1D एरे बनाउन सकिन्छ, अथवा 1D एरेलाई 2D एरेमा कन्भर्ट गर्न सकिन्छ। यस्तो धेरै कामहरू हामीले नम्पाईको थ्रुबाट गर्न सकिन्छ है। अनि अर्को भनेको के बिल्डिङ डाटा साइन्स एन्ड मेसिन लर्निङ एप्लिकेसन, यो त हुने भइहाल्यो, मेसिन लर्निङ एप्लिकेसनमा युज हुन्छ है त। ल अब हामी के गरौँ त भन्दाखेरि 1D एरे बनाउँ है त। 1D एरे भनेको ठ्याक्कै बुझ्ने हो भने लिस्टै हो है त, पाइथनको लिस्ट हो है। र नम्पाईको चाहिँ के हो त नम्पाईमा पाइथनको लिस्टलाई चाहिँ नम्पाईमा के भनिन्छ त एरे भनिन्छ है त। जस्तो कि हाम्रो यही लिस्टलाई कुरा गरौँ न हामी, किन नयाँ कुरो जाने। ल यो अलिक झ्याउझ्याउ हुन्छ है त, म्याथ अलिकति नयाँ कुराहरू हुनसक्छ है, तर सजिलो छ, केही फरक पर्दैन। ल हाम्रो एउटा लिस्ट छ है त। अब हामीले के गर्न सक्छौँ त भन्दाखेरि नम्पाई युज गरेर चाहिँ के गर्छौँ त भन्दाखेरि त्यसलाई एरेमा कन्भर्ट गर्छौँ है त। त्यो भनेको चाहिँ खासमा पाइथनको लिस्टै हो। ल सुरुमा नम्पाईलाई हामीले इम्पोर्ट गर्नुपर्ने हुन्छ। हामी के गर्छौँ त सिम्पली इम्पोर्ट नम्पाई गर्छौँ एज एन्ड, यो गर्ने चाहिँ हाम्रो चलन छ है त। यो भनेको चाहिँ के हो भन्दाखेरि अब प्रत्येकचोटि हामीले नम्पाई युज गर्दाखेरि चाहिँ नम्पाई भनेर मेन्सन गरिरहनुपर्छ है त। अहिले तपाईँहरूले हेर्नुहुन्छ, जस्तो कि एउटा एक्जाम्पल दिन्छु म हजुरहरूलाई। ल जस्तो कि मैले यदि यसलाई यसरी पनि गर्न मिल्छ है त। एउटा भनेको numpy numpy डट एरे यसरी पनि मैले युज गर्न मिल्छ है त्यसलाई।
तर यसरी गर्दाखेरि चाहिँ प्रत्येकचोटि नम्पाई हान्नु परिरहन्छ है, त्यो ज्याउ हुन्छ, अल्छी पनि लाग्छ होला सबैलाई है। त्यो भएको कारणले गर्दाखेरि चाहिँ के गर्छौँ त हामी नम्पाइजलाई एनपीले रिप्रेजेन्ट गर्छौँ, त्यसै गरी पान्डाज हामी युज गर्छौँ, हामी भोलि पढ्छौँ, त्यसको लागि हामी पिडी युज गर्छौँ है, यसरी हामीले रिप्रेजेन्ट गर्छौँ है त। ल अब हामी हेरौँ, सजिलो छ यो लिस्टलाई यो चेन्ज गर्ने है। एनपी डट एरे हुन्छ हाम्रो, यहाँभित्र हामी के गर्छौँ त भन्दाखेरि मार्क्स हाम्रो लिस्टलाई हालिदिन्छौँ। यति गर्ने बित्तिकै हाम्रो के भयो त भन्दाखेरि एरेमा कन्भर्ट, यहाँ तपाईँहरूले देख्न पनि सक्नुहुन्छ एरे देखायो है त। यो हाम्रो केमा कन्भर्ट भइसक्यो त, अब एरेमा कन्भर्ट भइसक्यो, भनेको हाम्रो नम्पाईले हाम्रो काम गरिसक्यो है त। नम्पाईले यो लिस्टलाई चाहिँ केमा कन्भर्ट गर्यो त, एरेमा कन्भर्ट गर्यो, यो भयो है। अर्कोमा जाउँ हामी, वाइ एरेज आर पावरफुल। हाम्रो लिस्ट भन्दा चाहिँ एरे किन पावरफुल छ त भन्दाखेरि यहाँ एक्जाम्पल हेर्न सकिन्छ। यदि हामीले यो लिस्टमा चाहिँ +5 गऱ्यौँ भने, यो +5 गऱ्यौँ भने के हुन्छ त भन्दाखेरि आएर नयाँ इन्डेक्स थपिएर चाहिँ के हुन्छ त यो भ्यालु एड हुन्छ है त। यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँनिर यो 5 भनेको के भएको छ भन्दाखेरि यहाँ नयाँ उयो भएको छ है त, नयाँ इन्डेक्स भएर एड भएको छ। तर नम्पाई डट एरेले चाहिँ के गर्छ त भन्दाखेरि यदि हामीले यो हाम्रो एरेमा चाहिँ +5 गऱ्यौँ भने चाहिँ इन्डिभिजुअल भ्यालुमा चाहिँ के हुन्छ त +5 एड हुँदै हुँदै आउँछ है त। जस्तो यहाँ हेर्न सक्नुहुन्छ 70 थियो, 75 भयो, 80 थियो, 85 भयो र 90 थियो, 95 भयो है त। यो हामी एउटा एक्जाम्पल हेरौँ। हजुरहरू पनि सकेसम्म चाहिँ मलाई फलो गर्नु है त, कपी प्र्याक्टिस गर्नु है त। हजुरहरूले एकचोटि गर्नुभयो भने पनि हजुरहरूलाई याद हुन्छ है, पछि थर्ड सेममा गर्नु पर्यो अथवा माइनर प्रोजेक्ट मेजर प्रोजेक्टहरू गर्नु पर्यो भने चाहिँ फेरि सुरुदेखि जानु पर्दैन है। ल हाम्रो यसलाई म एउटा के गर्छु त भन्दाखेरि एउटा भेरिएबल दिन्छु, नम भन्ने एउटा मैले भेरिएबल बनाएँ है त यसलाई। अब हामी के गर्छौँ त भन्दाखेरि के गरेको थियौँ हामी, के पढ्दै थियौँ भन्दाखेरि एरे है त, नयाँ भ्यालु एड गर्ने। यसमा चाहिँ हामीले के गर्छौँ त भन्दाखेरि अब नम यो भयो है, यसमा चाहिँ हामीले सिधै नम +5 गऱ्यौँ अरे। ल के भयो, नम इज नट डिफाइन्ड, यहाँ नम मैले रनै गर्न छु नि त, चल्छ होला। ल यहाँ है त हाम्रो के थियो त भ्यालु भन्दाखेरि 1 भनेको 1 मा 5 एड गरेर 6 भयो, 2 मा एड गरेर 7 भयो, 3 मा एड गरेर 8, 4 मा एड गरेर 9 र 5 मा एड गरेर 10 भयो है त। यसरी हाम्रो इजी हुन्छ। अहिलेको जस्तो हाम्रो यसरी इट्रेसनको थ्रुबाट गएर यत्रो काम गर्नु पर्दैन है त। हामीले सर्ट ठ्याक्कै जति भ्यालु चाहिने हो त्यति नै हामीले मल्टिप्लाई पनि गर्न सक्छौँ है त यसैलाई। एन्ड नम यो हाम्रो भेरिएबल भयो, यसलाई कतिले मल्टिप्लाई गर्ने त 2 ले मल्टिप्लाई गरिदिने, ठ्याक्कै हाम्रो भ्यालु के भयो त यो भ्यालु ठ्याक्कै 2 ले मल्टिप्लाई गरेर यसरी आयो है। ल अब अर्को हेरौँ, हाम्रो के छ भन्दाखेरि कमन म्याथमेटिकल अपरेसन। ल अब नम्पाईमा हामीले गर्ने कमन म्याथमेटिकल अपरेसनहरू के हो त त्यो हेरौँ है त। इनिसियलाइजेसन अघि हामीले इनिसियलाइज गरिहाल्यौँ, एडिसन गरिहाल्यौँ, हामीले +5 एड गरिहाल्यौँ, मल्टिप्लिकेसन मैले इन्टु 2 गरेर हजुरलाई देखाइहालेँ त्यो पनि है। अर्को के छ त, एउटा छ लेन र अर्को छ सेप। ल हेरौँ है त अब यसको। अब हामीले के गर्न सक्छौँ भन्दाखेरि सिधै लेन गर्ने अनि हाम्रो नम भन्ने हामीले हालिदिउँ। के भयो त भन्दाखेरि हाम्रो आयो कतिवटा छ त यसमा एलिमेन्ट 1 2 3 4 5। लेनमा चाहिँ लेनमा भनेको त अब नम्बर हो नि त, काउन्ट गर्ने हो, त्यही भएको कारणले गर्दाखेरि 1 2 3 4 5 इन्डेक्स 0 बाट सुरु भए पनि टोटल नम्बर 5 वटा छ, त्यही भएको कारणले गर्दाखेरि हाम्रो के आयो त 5 आयो है त। अब अर्को हाम्रो के थियो भन्दाखेरि सेप थियो। सेभ गरेर चाहिँ पर्दैन है, नम डट सेभ भन्ने हाम्रो भेरिएबल हुन्छ। ल 5, यो 5 ले के रिप्रेजेन्ट गर्यो होला त एनीवन? ल भन्नुहोस् त मलाई। त्यो हामीले एनपी डट सेभ गऱ्यौँ है, यसमा के भयो त भन्दाखेरि 5 आयो अरे। त्यो 5 ले के रिप्रेजेन्ट गर्यो त?